नमस्ते सम्पूर्ण मित्रहरुमा विकास बोरा करियर कोचको यो भिडियोमा तपाईलाई स्वागत छ र आजको भिडियोमा हामीले चर्चा गर्दै छौं विद्युतीय शासन अर्थात ई गभर्नेन्सको। यो तपाईहरुको विषयगत पत्र अर्थात थ्योरी पत्रहरुको लागि निकै नै महत्त्वपूर्ण टपिक हो, स्पेशली शाखा अधिकृत त्यसैगरी नासु र खरिदार तपाई यदि जुनसुकै तहको पनि तयारी गर्दै हुनुहुन्छ भने त्यसको लागि चाहिँ महत्त्वपूर्ण रहने टपिक हो विद्युतीय शासन। र यसमा चाहिँ तपाईलाई एक्जाममा आउन सक्ने सम्भाव्य प्रश्नहरु र त्यसको चाहिँ लागि आवश्यक पर्ने कन्सेप्चुअल कुराहरु मा चाहिँ क्लियर होस् भन्ने हिसाबले मैले यो भिडियो बनाएको छु र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न सक्नुहुन्छ हाम्रो च्यानल। यस्तै कन्टेन्टहरु आउने दिनमा हामीले पोस्ट गर्दै गर्नेछौं। सो लेट्स बिगिन द भिडियो। सुरुमा चाहिँ हामीले पृष्ठभूमिको कुरा गरौँ। तपाईले चाहिँ के ब्याकग्राउन्ड इन्फर्मेसनहरु जो बुझ्नै पर्ने हुन्छ यो टपिकमा छिर्नु भन्दा पहिले त्यसको कुरा गरौँ। शासकीय गतिविधिहरुको सञ्चालनमा विद्युतीय माध्यमको प्रयोग गरी शासनको प्रभावकारिता अभिवृद्धि गर्ने अवधारणा विद्युतीय शासन हो भनेर चाहिँ भन्ने गरिन्छ। तपाईले यति कुरा बुझ्नु पर्यो कि शासकीय गतिविधिहरुको सञ्चालनमा विद्युतीय माध्यमको प्रयोग गरी शासनको प्रभावकारिता अभिवृद्धि गर्ने अवधारणा भनेको विद्युतीय शासन हो। यति कुरा बुझौं। र सूचना तथा प्रविधिको माध्यमबाट शासन सञ्चालन गर्ने पद्धति पनि के हो त विद्युतीय शासन हो। अर्को शब्दमा भन्नु पर्दाखेरि आईसीटी को युजबाट गभर्नेन्स रन गर्ने चाहिँ तपाईको चाहिँ मेथड भनेको के हो त विद्युतीय शासन हो। यसलाई शासनको एक नवीनतम उपकरणको रूपमा पनि लिने गरिन्छ भने हामीले चाहिँ बुझ्नुपर्ने भयो। प्रभावकारी सेवा प्रवाह तथा सुशासन प्रवर्धनका लागि विद्युतीय शासन अनिवार्य पूर्व शर्त पनि हो। यो के हो त एकदमै अनिवार्य पूर्व शर्त हो। के को लागि त इफेक्टिभ तपाईको सर्भिस डेलिभरी र गुड गभर्नेन्सको लागि चाहिँ। त्यो पछि हामी अगाडि जाउँ। अब यसको अवधारणागत विकासक्रमको कुरा गरौँ। इन्टरनेशनल तपाईको चाहिँ कन्टेक्स्टबाट हेरौँ। तत्कालीन अमेरिकी राष्ट्रपति अल गोरले 1997 मा चाहिँ एउटा चाहिँ इनिसिएटिभ सुरु गर्छन् जसको नाम हुन्छ एक्सेस अमेरिका। यो इनिसिएटिभ पछि चाहिँ वर्ल्डमा चाहिँ ठूलो लेभलमा चाहिँ के छ त यो विद्युतीय शासन विषयले चाहिँ बढी चर्चा र व्यापकता पाएको चाहिँ मान्ने गरिन्छ। तपाईले चाहिँ 1997 को एक्सेस अमेरिकाको कुरा बिर्सिनु भएन। कसको पालामा त अमेरिकी तत्कालीन उपराष्ट्रपति अल गोरको पालामा चाहिँ। यसको उद्देश्य के थियो? मूल ध्येय सार्वजनिक सेवालाई बढी प्रभावकारी र पारदर्शी बनाउने चाहिँ यसको चाहिँ के थियो त मुख्य उद्देश्य रहेको थियो। त्यसैगरी 1998 मा ठ्याक्कै एक वर्षपछि बिल क्लिन्टन जो अमेरिकाका चाहिँ राष्ट्रपति थिए गभर्नमेन्ट पेपरवर्क इलिमिनेसन एक्ट 1998 एनाउन्स गर्छन् र त्यो पछि विद्युतीय शासनले विश्वव्यापी चर्चा पाउँछ। पछि 1997 को अल गोरको पालाको एक्सेस अमेरिका नामक इनिसिएटिभ, त्यसैगरी 1998 को चाहिँ बिल क्लिन्टनले एनाउन्स गरेको गभर्नमेन्ट पेपरवर्क इलिमिनेसन एक्ट एनाउन्स गरेको भन्दा पनि अब जारी भएको भनौँ, किनभने यो कानुन हो हैन। सो त्यस्तै गरी अब अहिलेको कुरा गर्ने हो भने इस्टोनियाको इस्टोनिया, त्यसैगरी सिङ्गापुरको स्मार्ट नेसन इनिसिएटिभ अहिले स्मार्ट नेसन 2.0 चलिरहेको छ। यसलाई चाहिँ विद्युतीय शासनको सन्दर्भमा निकै नै गुड इक्जाम्पल मान्ने गरिन्छ वर्ल्डभरिकै। एउटा इस्टोनिया, एउटा चाहिँ स्मार्ट नेसन इनिसिएटिभ अहिले 2.0 छ, त्यसको दोस्रो एडिसन चलिरहेको छ। सो हामीले चाहिँ यसलाई चाहिँ इन्टरनेसनल कन्टेक्स्टमा बिर्सिनै नहुने कुराहरू चाहिँ यो भयो। त्यो चाहिँ अगाडि जाउँ। अब नेपालको कन्टेक्स्टमा हेर्ने हो भने तपाईको चाहिँ विक्रम 2028 मा नेपालको जनगणनामा चाहिँ पहिलोचोटि कम्प्युटरको युज हुन्छ, जुन कम्प्युटर थियो IBM 1401। सो यसलाई तपाईले बिर्सिनु भएन। असगरी विक्रम 2037 सालमा राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना हुन्छ र विक्रम 2058 मा चाहिँ राष्ट्रिय सूचना प्रविधि केन्द्रको स्थापना हुन्छ। यी चाहिँ नेपालका चाहिँ के हिस्ट्रिकल माइलस्टोनहरु हुन् विद्युतीय शासनको प्रवर्धनको लागि। अब विद्युतीय शासनको महत्त्व कुरा गरौँ। अब एउटा भनेको शासनको प्रभावकारिता अभिवृद्धि गर्नको लागि निकै नै महत्त्वपूर्ण छ। त्यसैगरी शासकीय परिपाटीलाई पारदर्शी र उत्तरदायी बनाउनको लागि भने चाहिँ हाम्रो शासकीय जुन चाहिँ परिपाटी छ, हाम्रो कार्यशैली छ, त्यसलाई ट्रान्सप्यारेन्ट र एकाउन्टेबल बनाउनको लागि पनि विद्युतीय शासन आवश्यक पर्ने भयो। त्यसैगरी सीमित स्रोत तथा जनशक्तिबाट अधिकतम नतिजा हात पार्नको लागि, त्यसैगरी सरकारलाई सक्षम, सुदृढ र सेवामुखी र प्रभावकारी बनाउनको लागि, त्यसैगरी सेवा प्रवाहलाई चाहिँ इकोनोमिकल बनाउनको लागि, मितव्ययी बनाउनको लागि, त्यसैगरी सेवा प्रवाहमा लाग्ने समय र लागतलाई न्यूनीकरण गर्नको लागि, सरकार र नागरिक बीच असल सम्बन्ध अर्थात् सुसम्बन्ध स्थापित गर्नको लागि, राज्य संयन्त्रमा आम नागरिकको सहभागिता सुनिश्चित गर्नको लागि, पार्टिसिपेसन एस्योर गर्नको लागि। त्यसैगरी अरू महत्त्व हेरौँ। नागरिक सशक्तिकरणको लागि, पिपल्स इम्पावरमेन्टको लागि अथवा सिटिजन इम्पावरमेन्ट भनौँ, सुशासन प्रत्याभूत गर्नको लागि, एकीकृत सार्वजनिक सेवा वितरणलाई प्रभावकारी व्यवस्थापन गर्न, सहभागितामूलक शासन प्रणाली सुनिश्चित गर्न।
यी त भयो तपाईँको के त विद्युतीय शासनको महत्त्व। अब हेरौँ आवश्यक पूर्व शर्तहरू। अब के कुराहरू भएन भने विद्युतीय शासन जुन हाम्रो चाहिँ कल्पना छ, हाम्रो चाहिँ एउटा भिजन भनौँ, हाम्रो जुन सोच छ विद्युतीय शासन, त्यो प्राप्त हुन सक्दैन त भन्ने कुरा पूर्व शर्त भने प्रिरिक्विजिट भन्छ। के चाहिन्छ त्यो कुरा प्राप्तिको लागि भन्ने कुरा भयो। एउटा राजनीतिक इच्छा, पोलिटिकल विल चाहियो, त्यसै गरी कमिटमेन्ट पनि चाहियो र सबल नेतृत्व चाहियो। त्यसै गरी उपभोक्तामुखी सेवा प्रदान गर्ने अभ्यास चाहियो। तपाईँको कन्ज्युमर सेन्ट्रिक सर्भिस डेलिभरी गर्ने हाम्रो प्र्याक्टिस हुनु पर्यो। राष्ट्रको नीति हुनु पर्यो, कानुनी प्रावधानले त्यसलाई समर्थन गर्नु पर्यो होइन, लिगल मेकानिजमहरू हुनु पर्यो, स्रोत साधनको उपलब्धता हुनु पर्यो, हामीसँग रिसोर्सफुल हुनु पर्यो होइन। रिसोर्सेस छैन भने पनि हामीले चाहिँ विद्युतीय शासनका लागि चाहिने चाहिँ सेटअपहरू बनाउन सक्दैनौँ, पूर्वाधार बनाउन सक्दैनौँ। उपयुक्त संस्थागत संरचना चाहियो, व्यवस्थापन चाहियो, प्रोपर म्यानेजमेन्टको कुराहरू भयो होइन। प्रविधि मैत्री कर्मचारी तन्त्र चाहियो। त्यसै गरी परिवर्तनलाई आत्मसात गर्ने संस्कृति चाहियो। हामीसँग चाहिँ अहिले के छ त, चेन्ज रेजिस्टिङ कल्चर चाहिँ हाम्रो ठुलो बर्डनको रूपमा, हर्डलको रूपमा रहेको छ। सो हाम्रो चाहिँ के हुन्छ, चेन्जलाई चाहिँ हामीले एडाप्ट गर्ने किसिमको कल्चर चाहियो। अब यो त भयो पूर्व शर्तहरू। अब कुरा गरौँ विद्युतीय शासनका प्रकारहरू। तपाईँले बुझ्नै पर्ने कुरा छ यो। यसमा चाहिँ नर्मली 3 किसिमको चाहिँ विद्युतीय शासनका कुराहरू गरिन्छन्। एउटा भनेको G2C। G2C भनेको तपाईँको चाहिँ गभर्मेन्ट टु तपाईँको सिटिजन भन्छ। सरकारले नागरिकलाई दिने प्रकृतिका सेवाहरू पर्छन् यसमा G2C मा, जस्तो शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, सेक्युरिटीको कुराहरू छ होइन। यो सबै सरकारले नागरिकलाई दिने हो, नागरिकको लोक कल्याणको लागि। जस्तो सवारी लाइसेन्सको अनलाइन तपाईँकोले चाहिँ एप्लिकेसन हुन्छ होइन, अनलाइनबाटै तपाईँले चाहिँ आफ्नो लाइसेन्सको चाहिँ हुन्छ नि फर्महरू भर्नुहुन्छ घर बसेरै। त्यो G2C भयो, गभर्मेन्टले दिएको हो होइन। सवारी लाइसेन्स वितरण गर्ने काम गभर्मेन्टले गर्छ। कसले तपाईँले फर्म भर्दै हुन्छ, तपाईँ के हो, म को सिटिजन हो भनेपछि यो एउटा चाहिँ G2C को इक्जाम्पल भयो। त्यसरी एउटा G2B भन्ने गरिन्छ, गभर्मेन्ट टु बिजनेस। सरकारले व्यापार क्षेत्रलाई दिन्छ है। जस्तो उद्योग वाणिज्य जस्ता निजी क्षेत्र सम्बद्ध सहजीकरण तथा सेवा दिने सुविधाहरू पर्छन्। जस्तो ई-बिडिङ फर पब्लिक प्रोक्युरमेन्ट। अब जस्तो चाहिँ सार्वजनिक खरिद गर्दाखेरि ई-बिडिङ गर्ने गर्छ होइन। PPMOले चाहिँ एउटा ढाँचा बनाइदिएको छ, ई-बिडिङको तरिका बनाएको छ होइन। हो त्यसमा चाहिँ तपाईँले जानुपर्ने हुन्छ। तपाईँ यदि चाहिँ कुनै बिड गर्ने किसिमको चाहिँ तपाईँले चाहिँ गर्नुहुन्छ, तपाईँ त्यस्तो किसिमको ठेक्का बन्दोबस्तीमा भने तपाईँ चाहिँ एउटा चाहिँ कुनै के हो त, तपाईँ बिजनेस आउँछ अथवा चाहिँ तपाईँ चाहिँ भनौँ न एउटा व्यापारी हो, तपाईँले चाहिँ कुनै पब्लिक प्रोक्युरमेन्टमा आबद्ध हुनु छ, तपाईँले टेन्डर हाल्नु छ भने सो त्यसको लागि चाहिँ तपाईँले के छ त, त्यो सेवा बनाइदिएको छ होइन ई-बिडिङको। सो त्यो तपाईँले युज गर्नुहुन्छ कि तपाईँ व्यापारी हो अथवा चाहिँ तपाईँ के हो त बिडर हो भनेपछि त्यो किसिमको भयो। त्यस्तै गरी आशी कुराहरू छ होइन। भन्सार प्रणालीको लागि चाहिँ तपाईँ चाहिँ सामान कुनै इम्पोर्ट गर्दै हुनुहुन्छ, तपाईँ व्यापारी हो होइन, इम्पोर्ट गर्दै हुनुहुन्छ, त्यो सिस्टम बनाइदिएको छ सरकारले आशी कुरा। सो भनेपछि चाहिँ कस्टम डाटाको लागि सो आइसिपिजहरू छ होइन, इन्टिग्रेटेड तपाईँको चाहिँ त्यो चेकपोस्टहरू होइन, एकीकृत जाँच चौकी भन्छ होइन। यस्तो कुराहरू छ। यो सबै व्यापारको सहजीकरणको लागि हो। त्यस गरी G2G छ, गभर्मेन्ट टु गभर्मेन्ट भन्छ। सरकारले सरकार निकायले नै दिने हो। एउटा सरकारी एउटा चाहिँ तपाईँको चाहिँ कुनै इन्स्टिट्युसन छ र अर्को सरकारी इन्स्टिट्युसन छ भने यो बिचमा हुने चाहिँ के हो त, सेवाको चाहिँ के हो त विस्तार भनौँ अथवा चाहिँ फ्लो हो। जस्तो अब सूचना आदान प्रदान हुनसक्छ, सेवा नै हुनसक्छ होइन। जस्तो कोली निकासा कस्तो तालेखा नियन्त्रक कार्यालय होइन, त्यसले चाहिँ बजेट निकासा गर्छ होइन अनलाइनको थ्रु चाहिँ। त के छ भनेपछि जस्तो त्यहाँ चाहिँ तपाईँको सिस्टम हुन्छ होइन, डेभलप गरेको छ, त्यहाँबाट चाहिँ बजेट निकासा हुन्छ, त तलब भुक्तानी हुन्छ होइन। भनेपछि चाहिँ यस्तो किसिमको चाहिँ तपाईँको चाहिँ यदि सिस्टम छ भने त्यो एउटा गभर्मेन्ट इन्स्टिट्युसन भयो कोलिनिका, त्यसले चाहिँ अरू अफिसको चाहिँ के गर्दैछ त भुक्तानी गर्दैछ अथवा चाहिँ कुनै निकासा गर्दैछ, निकासा दिँदैछ भनेपछि के भयो त अर्को पनि त्यो अफिस पनि के हो त आफैमा सरकारी इन्स्टिट्युसन हो, कोलिनिका पनि सरकारी इन्स्टिट्युसन। यो बिचकोमा चाहिँ त्यो ई गभर्नेन्स प्लेटफर्म युज भएर, इन्टरनेट अथवा कम्प्युटर प्रणाली युज भएर यदि सेवा वितरण हुँदैछ भने त्यो पनि के भयो त एउटा चाहिँ G2G मोडलको चाहिँ ई गभर्नेन्स नै भयो। यस्तो 3 टाइपको छ। अब अहिलेको मौजुदा के छन् त व्यवस्थाहरू भन्नेमा थोरै चर्चा गरौँ। विद्युत शासन प्रवर्धनको लागि यो चाहिँ प्राय आउने गर्छ। अब सबै इम्पोर्टेन्ट छ, त्यसमा चाहिँ अननेसेसरी कुराहरू हामीले धेरै राखेका छौँ होइन, इम्पोर्टेन्ट कुराहरू मात्रै छ। सो हेरौँ नीतिगत व्यवस्थाहरू। नीतिगत व्यवस्थामा चाहिँ अहिले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति भर्खरै जारी भएको छ, AI पोलिसी 2082 होइन। यो छ एउटा इम्पोर्टेन्ट।
त्यसैगरी राष्ट्रिय साइबर सुरक्षा नीति 2080 छ। नागरिक एप सञ्चालन तथा व्यवस्थापन दिग्दर्शन 2082 जारी गरेको छ सरकारले। दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य सम्बन्धी नीति छ 2080। त्यसैगरी आम सञ्चार नीति 2073 रहेको छ। सूचना तथा सञ्चार प्रविधि नीति छ आइसिटी पोलिसी 2072। त्यसैगरी विद्युतीय कारोबार ऐन छ 2073। सुशासन ऐन छ 64। डिजिटल नेपाल फ्रेमवर्क छ 2019। सो यो 2019 भनेको सनको है त त्यो। ओके, यी त भयो कि नीतिगत व्यवस्थाहरू। अब संस्थागत व्यवस्थाहरू हेरौँ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय रहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रहेको छ। सूचना तथा प्रसारण विभाग छ। राष्ट्रिय सूचना आयोग छ। यहाँ हाम्रा के हुन् त इन्स्टिट्युसनल प्रोभिजनहरू हुन्। अब प्रणालीगत व्यवस्थाहरू पनि छ, जस्तो वेबसाइट अनिवार्य बनाएको छ होइन। सबै सरकार निकाल्यो, अनिवार्य रूपमा चाहिँ वेबसाइट बनाउनु पर्ने, पब्लिस गर्नुपर्ने चाहिँ हाम्रो अहिलेको चाहिँ के छ त सरकारको नीति हो। त्यो डिजिटल हाजिरीको व्यवस्थाहरू छ सरकारी अफिसहरूमा। नागरिक एप छ होइन, हामीले युज गरिरहेछौँ। त्यसमा धेरै सेवाहरू चाहिँ त्यहाँ तपाईँले लिन सक्नुहुन्छ, हामीले लिन्छौँ होइन नागरिक एपको थ्रु। त्यसरी हेलो सरकार छ, तपाईँले चाहिँ अनलाइन उजुरीहरू ग्रिभेन्सेसहरू छ भने तपाईँले चाहिँ त्यहाँ रेकर्ड गर्न सक्नुहुन्छ। फिनटेकहरू छ, फाइनेन्सियल टेक्नोलोजी भन्छ होइन। त्यसरी लोकसेवाको अनलाइन प्रणाली छ। डिस्टेन्स लर्निङका कुराहरू छन्, दूरशिक्षा भन्छ। टेलिमेडिसिनको कुराहरू छ, आशी कुरा छ यो भन्सारको लागि। सो यी केही प्रणालीगत व्यवस्थाहरू भए। अब विद्युतीय शासन सम्बद्ध समस्या चुनौतीहरू के छन् त? यो पनि एउटा इम्पोर्टेन्ट पार्ट हो होइन, इक्जाममा सोध्न सकिने सम्भाव्य एउटा चाहिँ हुनसक्छ। विद्युतीय शासनको लागि पर्याप्त पूर्वाधार तथा प्रभावकारी संरचनाको अभाव छ हामीसँग चाहिँ। हामीसँग के छ त इन्फ्रास्ट्रक्चरहरू छैन, त्यो पनि इफेक्टिभ इन्फ्रास्ट्रक्चरहरूको निकै नै कमी छ पूर्वाधारहरू। विशेष गरी प्रविधि भित्राउन स्रोत साधनको न्यूनता छ, हामीसँग चाहिँ रिसोर्स ग्याप छ। विशेष गरी हामीसँग चाहिँ स्किल तपाईँको चाहिँ मेन पावरहरू छैन, दक्ष जनशक्ति। डिजिटल डिभाइड छ भनेपछि ग्याप छ, डिजिटलमा पहुँच हुनेहरू र नहुने बिचमा चाहिँ एउटा ठुलो खाडल छ। त्यसरी साइबर सेक्युरिटीको अभाव छ हामीसँग होइन। साइबर सुरक्षा नियमन प्रणाली हाम्रो निकै कमजोर छ। जस्तो कानुनहरूको प्रभावकारी कार्यान्वयन भइराखेको छैन, जो एक्जिस्टिङ कानुनहरू छ। कर्मचारी तन्त्रमा परिवर्तनलाई आत्मसात गर्ने बानीको विकास छैन होइन। जस्तो चाहिँ चेन्जलाई चाहिँ रेस्ट गर्ने किसिमको कल्चर छ होइन, आत्मसात गर्ने भन्दा पनि। डिजिटल सूचना आदान प्रदान गर्ने संस्कारको विकास छैन। त्यसगरी निर्माण भएका सफ्टवेयर कार्यान्वयन नहुनु। अब कतिपय सफ्टवेयरहरू बनाइन्छ त्यसलाई चाहिँ युजै गरिँदैन होइन, के को लागि बनाइयो। र कतिपय सूचनाहरू अध्यावधिक हुँदैनन्, अप टु डेटै भइँदैनन् होइन। र विद्युतीय अपराध नियन्त्रण हुन सकेको छैन, साइबर क्राइमहरू छ। सो यी त भयो हाम्रो चाहिँ अहिले चाहिँ हाम्रो परिप्रेक्ष्यमा के छन् त समस्या र चुनौती भन्ने विद्युतीय शासन। अहिले यसको समाधान कुराहरू तपाईँले यिनलाई चाहिँ रिभर्स गर्न सक्नुहुन्छ। जस्तो पूर्वाधार, यो पर्याप्त पूर्वाधारहरू विकास गर्ने होइन, प्रभावकारी संरचना निर्माण गर्ने होइन भनेर लेख्न सक्नुहुन्छ। प्रविधि भित्राउन स्रोत साधनको न्यूनता छ भने चाहिँ स्रोत साधनको भनौँ न पर्याप्तता सुनिश्चित गर्ने, दक्ष जनशक्ति विकास गर्ने, डिजिटल डिभाइड न्यूनीकरण गर्ने अथवा चाहिँ अन्त्य गर्ने, साइबर सेक्युरिटी सुनिश्चित गर्ने भने यस्तो लेख्न सक्नुहुन्छ। त्यो तपाईँलाई समस्या चुनौती थाहा छ भने त्यसलाई चाहिँ समाधान गर्न चाहिँ कुनै समस्या भएन। सो यो त भयो आजको हाम्रो टपिक विद्युतीय शासनमाथि हामीले चर्चा गऱ्यौँ। र आजको भिडियोमा यति नै। र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न सक्नुहुन्छ। र हामीले यस्तै कन्टेन्टहरू फेरि हाल्दै गर्नेछौँ। आजलाई यति नै। हस्त, नमस्ते।